अल राइट, फेरि पनि स्वागत छ साथीहरू तपाईँहरूलाई यो टेलविन सिरिजमा। यो हो एपिसोड 3 र प्रिभियस एपिसोडमा हामीले हेऱ्यौँ टेलविनको इन्स्टलेसन कसरी गर्ने, त्यसको बारेमा डिटेलमा हेऱ्यौँ। यो एपिसोडमा अब टेलविनमा हामी कोड गर्दैछौँ है। सो एकदमै रमाइलो हुनेवाला छ, लेट्स गो। अब हेरौँ हाम्रो VS कोडतिर। सो यहाँ फ्यु फाइल्सहरू हामीले डिलिट गर्दा पनि हुन्छ, यो भिटबाट नै डिफल्टमा आएको छ। जस्तै यो एसएस फोल्डरहरू मैले फालिदिएँ है त, यो फालिदिनुहोस्। काउन्टर र यो मेन भन्ने फाइल पनि चाहिँदैन अब हामीलाई। एन्ड देन यो इन्डेक्समा यहाँनिर छ नि, इन्डेक्सको ल यो बडी मात्रै राखिदिनुहोस्, ल एम्प्टी बडी। र हामीलाई जस्ट चाहिने भनेको एउटा index.html हो अनि style.css हो है। अरू फाइलहरू तपाईँले बुझ्नु पर्दैन अहिलेको लागि। स्टाइल इम्पोर्ट हुन पर्यो, एकदमै ध्यान दिनु होला। र स्टाइलभित्र चाहिँ टेलविन चाहिँ हुन पर्यो, बस यति मात्रै हो। ल अब हामी यो बडी सेक्सनमा काम गर्छौँ है त। ओके, अब हामी फर्स्टमा स्टार्ट गर्छौँ हेडरबाट है। सो कुनै पनि वेबसाइटको फर्स्टमा हुन्छ हेडर है, अनि हेडर पछि हेडरमा हुन्छ एउटा न्याब, NAV है। अब न्याबमा हाम्रो एउटा ए ट्याग बनाउनुहोस् है। ए ट्यागमा आफ्नो नाम फर्स्ट नेम लेखिदिनुहोस् न त, ल जोन भनेर मैले लेखिदिएँ। अनि hrefमा ह्यासट्याग लेखिदिनुहोस् है। अब यो HTML CSSहरूमा डिपमा जाँदैन म है, किनभने तपाईँहरूलाई अलरेडी HTML र CSS त आउँछ है। त्यही भएर म एकदमै फास्टमा जान्छु है त। अब UL, अब म एउटा यस्तो बनाउँछु UL भित्र चाहिँ li ट्याग बनाउँछु र li मा हाम्रो हुन्छ अबाउट, एन्ड देन कपी पेस्ट गर्छु, स्किल्स, प्रोजेक्ट्स र कन्ट्याक्ट भनेर 4वटा आइटम बनाएँ। ल यो 4वटा आइटम बनाएपछि अब हाम्रो टर्मिनल खोल्नुहोस् है। सर्भर रन छ कि छैन हेर्नुहोस्। मेरो चाहिँ क्लोज भइसकेको रहेछ, द्याट्स वाइ मैले npm run dev गरेँ र लोकल यसमा खुल्यो र यहाँनिर गएर मैले पेस्ट गरेँ र इन्टर गरेँ। ल यसरी बन्यो है त। अब हामी CSS गर्छौँ। अब हामीले यहाँ के गर्दैछौँ भन्दाखेरि चाहिँ न्याबमा हाम्रो एउटा आइटम यो छ अनि अर्को आइटम यहाँ छ है। सो यसलाई चाहिँ लोगो जसरी ट्रिट गर्नु, अनि यो 3वटा आइटम चाहिँ यो 4वटा आइटम चाहिँ यता राइट साइडतिर हाम्रो बन्छ है। सो त्यसलाई के गर्नु पर्यो भन्दाखेरि तपाईँलाई फ्लेक्स बक्स भनेको त थाहा छ है। सो यति आइटमलाई हामी फ्लेक्स बनाउँछौँ है। सो ल हेर्नुहोस् है त। अब टेलविनमा फ्लेक्स गर्न कति सजिलो छ, सर्टकट है। सुरुमा लेख्नुहोस् क्लास, सबै CSS हामी यसरी क्लासमा लेख्छौँ के है। जस्ट यसरी फ्लेक्स लेखिदिनुहोस् त। रोमा बस्यो, यो रोमा अनि यो रोमा होइन। अब यसलाई पनि रोमा, यसलाई पनि फ्लेक्स बनाउनु छ भने क्लास फ्लेक्स, ल हेर्नुहोस् त है। तर हामीले अब टेलविन युज नगरेको भए के गर्थ्यौँ, टेलविन युज नगरेको भए यसरी होइन, प्लेन CSSमा आई थिङ्क इनलाइन CSSमा यसरी डिस्प्ले फ्लेक्स भनेर गर्नु पर्थ्यो नि त है। सो यो डिस्प्लेहरू सेमिकोलनहरू यिनीहरू गर्नै परेन कि, जस्ट फ्लेक्स है। सो टेलविन भनेको साथीहरू नयाँ कुरा केही पनि होइन। जसरी जाभास्क्रिप्ट, CSS, HTMLहरू भनेको छुट्टै उस हो नि त, प्लेटफर्महरू हो नि त। तर टेलविन भनेको जस्ट तपाईँले CSSलाई तपाईँले अलरेडी जानिसकेको प्लेन CSSलाई कसरी गर्ने एउटा सर्टकट मात्रै हो है। सो टेलविन सिक्नु भनेको CSSलाई कसरी सर्टकटमा गरिन्छ भन्ने सिक्नु हो है। सो यो कुराहरू टन्नै हुन्छ। तपाईँले जति पनि CSS जान्नुभएको छ नि त्यो सबै टेलविनमा अलरेडी छ। ल यहाँनिर अब हाम्रो गोल भनेको यो सर्टकट मात्रै हो। जस्तै अब तपाईँलाई फ्लेक्सको बारेमा मैले जुन गराएँ नि, अब हेर्नुहोस् है। यो यहाँ क्लिक गर्नुहोस् अनि यहाँनिर गएर फ्लेक्स टाइप गर्नुहोस् है। तपाईँलाई जेको मन छ त्यहीँ गएर हेर्नुहोस्। ल हेर्नुहोस् त, यहाँ फ्लेक्स बक्समा टन्नै छ। फ्लेक्स, ग्रो, ग्रिडहरू, जस्टिफाईहरू हुन्छ नि त फ्लेक्स बक्समा, त्यो सबै यहाँनिर छ है। सो यो एकैचोटि देखेर आत्तिनु केही पनि पर्दैन, यो बिस्तारै जानिन्छ होइन। जस्तै मैले फ्लेक्स है, यो पनि अब अलि बुझ्न गाह्रो नै हुन्छ है। एउटा दुईटा प्रोजेक्ट बनाउनुहोस् अनि बल्ल डक्सतिर आउनुहोस् के
है। सुरुमै डक्सबाट यसरी हेर्नुभयो भने गाह्रो हुन्छ है। सो त्यही भएर मैले सिधै प्रोजेक्टबाट चाहिँ तपाईँहरूलाई सिकाइरहेको छु है। डिस्प्ले फ्लेक्सलाई जस्ट फ्लेक्स लेखे पुग्दो रहेछ है। यहाँनिर सबै छ। सो यसरी एकदम डिटेलमा बुझिराख्नु भएको छ भने हेर्नुहोस्, अदरवाइज यो एकदमै धेरै छ के है। सो यो बुझेर सक्नु न उस के सकिँदै सकिनँ कि कति चाहिँ हेर्नुहुन्छ कि तपाईँले यो है। त्यही भएर सिधै प्रोजेक्टबाट जान्छौँ। प्रोजेक्टबाट अलिअलि आइडिया भइसकेपछि अरू कसरी गर्ने भन्ने कुरा सजिलोले नै थाहा पाइहाल्नुहुन्छ कि। ल हेर्नुहोस् है, अब म तपाईँहरूलाई टेलविनमा यसमा ब्याकग्राउन्ड कलर देखाउँछु है त, तपाईँलाई सजिलो होला। सो ब्याकग्राउन्ड कलर दिनलाई नि जस्ट लेख्ने बिजी, ब्याकग्राउन्डको बिजी होइन, ड्यास, यस्तो ड्यासहरू चाहिँ युज हुन्छ। अनि कलरमा चाहिँ तपाईँलाई कस्तो चाहियो है, ब्लू चाहियो, ब्लू, यति ब्लू मात्र लेखेर हुँदैन है। अब ब्लू लेखिसकेपछि यसको चाहिँ 100 200 यसरी बढ्छ। अब यो पनि कता छ, यहाँ जानुहोस् र ब्याकग्राउन्ड हेर्नुहोस् त, ब्याकग्राउन्ड कलर समथिङ ल ब्याकग्राउन्ड कलर चाहिँ तपाईँहरू यति धेरै टेलविनले अलरेडी तपाईँहरूलाई कलर दिएको छ कि। हेर्नुहोस् त, ब्याकग्राउन्ड ओरेन्ज चाहिँ तपाईँको भेरिएन्टहरू हेर्नु न, यसको 100 200 जति 200 जति उस हुँदै गयो त्यति डार्क हुँदै जान्छ कि कलर। ल हेर्नुहोस् है, जस्तै मैले 100 मात्रै दियो भने लाइट ब्लू भयो नि है। अब यसलाई अलिकति बढाउनुहोस् त, 500 दिनु त, अलिकति ब्लू भयो। अझै 900 दियो भने अझै हुन्छ। तर तपाईँले यहाँनिर 110 दिएर त्यस्तो चाहिँ हुँदैन। यो चाहिँ सबै जे पनि दिनुहुन्छ यो अलरेडी डिफाइन हुनुपर्छ टेलविनमा। यहाँ तपाईँले हेर्नुभयो भने 100 पछि 200 छ, 100 पछि 150 त छैन है। त्यही भएर अरू भ्यालु दिन पाउनु भएन। 100 देखि 950 छ भने 50 दिन पाउनुभयो है। सो सुरुमा अलिअलि झुकिन्छ, नो प्रब्लम। ओके, यसलाई म यहाँ फालिदिन्छु। ल अब म यो दुइटालाई जस्टिफाई बिट्विन गर्छु है त, फ्लेक्स बक्सको जस्टिफाई बिट्विन है। यसमा जस्टिफाई बिट्विन पनि एकदमै सजिलो छ। जस्ट तपाईँले जस्टिफाई ओके। ल तपाईँलाई एउटा कुरा मैले भन्न बिर्सिरहेको छु। सो तपाईँले यसरी टाइप गर्दै सजेसन, अटोमेटिक सजेसन दिन चाहनुहुन्छ भने त्यसको लागि चाहिँ चाहनुहुन्छ भने होइन, गर्नै पऱ्यो त्यो चाहिँ है, नत्र विदाउट त्यो एकदमै गाह्रो हुन्छ। एक्सटेन्सनमा जानुहोस्, टाइप गर्नुहोस् टेलविन, र टेलविनमा यहाँनिर आउँछ यो एक्सटेन्सन टेलविन CSS इन्टेलिसेन्स, कसरी प्रोनाउन्स गर्छ यसलाई। ओके, इन्स्टल भयो। ओके, वान्स इन्स्टल भइसकेपछि अब यहाँनिर तपाईँलाई सजेसन दिन्छ है। ल सजेसन दिन स्टार्ट भयो। यसलाई मैले के दिन लाएको थिएँ, जस्टिफाई। ल जस्टिफाई टाइप मात्रै गर्नुभयो भने यति धेरै छ है। अब यहाँ तपाईँले कर्सरलाई यसरी माउस होइन, किबोर्डको एरो अप एन्ड डाउन गर्नुभयो भने जस्टिफाई बिट्विन भनेको के हो भन्दाखेरि यहाँनिर जुन हामीले CSSमा प्लेन CSSमा गरेको छौँ नि, जस्टिफाई कन्टेन्टलाई स्पेस बिट्विन दिने सर्टकट चाहिँ जस्टिफाई बिट्विन मात्र लेख्दा हुँदो रहेछ है। सो यहाँ गर्नुहोस्, यो भनेको के हो भनेर यसरी माउस तपाईँले होभर गर्नुभयो भने पनि प्लेन CSS यहाँनिर देखिन्छ है। ल एकदमै इजी, जस्टिफाई बिट्विन भयो है। ल अब यसलाई धेरै यो टाँस्यो, यसलाई चाहिँ अलिक बिचमा लैजाउँ है त। बिचमा लाने ट्रिक पनि के छ, हाम्रो म्याक्स विथ भन्ने छ नि, म्याक्स विथ दिन्थ्यौँ नि, त्यसलाई दिने सजिलो तरिका चाहिँ यस्तो छ है। म्याक्स विथ चाहिँ हामीले दिउँ यसलाई आई थिङ्क 5XL है, 5XL दिउँ त है। यो यहाँबाट यहाँसम्म भयो है। यसलाई तपाईँले बिजी कलर दिनुहोस् त, बिजी कलर दिनुभयो भने। ल बिजी लेख्ने बित्तिकै हेर्नुहोस् यहाँ कति धेरै कलर आउँछ, तपाईँलाई जुन मनपर्छ त्यही लेख्नु होला है। यहाँ चाहिँ एम्बर आएको छ। ल यसलाई मैले एउटा कलर, कुनै एउटा कलर दिएँ 500। ल है, म्याक्स विथ भयो। यहाँभन्दा ठुलो नभई भने हो नि त म्याक्स विथ। म्याक्स विथ भनेको नि तपाईँलाई थाहा नै छ है। ल म्याक्स विथ यति कति दिँदो रहेछ, 1024 पिक्सल भनेको चाहिँ म्याक्स विथ 5XL गर्नुभयो भने चाहिँ यो है। अब 6XL गरिदिनु भयो भने अझै ठुलो। अब यो त कमन सेन्स हो, यसलाई जति बढाउँदै जानुभयो यो भ्यालु बढ्दै जान्छ है। 4XL टन्नै हुन्छ है। अब यो पनि तपाईँले टेलविनमा हेर्नु छ भने सर र हेरिदिनुहोस् एकचोटि के भएर होइन। यहाँ गएर के म्याक्स विथ, ल हेर्नुहोस् त, यसले अलरेडी डिफाइन गरेको छ म्याक्स विथ यतिहरू मात्रै हुन्छ, योभन्दा बढी लेख्न पाइँदैन है। त्योभन्दा बढी एक्ज्याक्ट दिनु छ भने पनि त्यो कसरी गर्ने म अलि पछि भन्छु है। सो यसरी म्याक्स विथ कसरी दिने यहाँ अलरेडी डिफाइन छ।
ओके ल म्याक्स विथ पनि भयो र यसलाई अब हामी बिचमा ल्याउनको लागि यसलाई 4 होइन यसलाई 5 गरौँ के गर्छौँ कुनै पनि आइटमलाई बिचमा ल्याउनलाई हामीले मार्जिन लेफ्ट र राइटलाई अटो गर्छौँ नि एमएक्स अटो बिचमा आयो है भेरी नाइस यसलाई ओभर गर्नुहोस् ल मार्जिन इनलाइन अटो है मार्जिन लेफ्ट अटो राइट अटो भने जस्तै मार्जिन इनलाइन अटो गरिदिनु भयो भने लेफ्ट र राइटमा अटो हुन्छ र म्याक्स विथ दिने बित्तिकै कुनै पनि कन्टेन्ट सेन्टरमा जान्छ अब यसलाई प्याडिङ दिउँ है त यसको चारैतिर है यो न्याबलाई अलिकति ठुलो बनाऊ र प्याडिङ दिन पनि एकदमै सजिलो छ तपाईलाई यदि हरिजेन्टली दिनु मन छ भने px गरिदिने है px 4 ल हेर्नुहोस् त यहाँ र यहाँ आयो x भनेको हरिजेन्टली x डिरेक्सनमा तल र माथि दिन मन छ भने py 4 है तल माथि एकदमै इजी अब यो टेक्स्टको कलर दिउँ है अब यो कलर जस्ट तपाईलाई त्यो यसको यो न्याबले कति स्पेस लिएको छ भनेर देखाउनलाई मात्रै है यसलाई फाल्दिदा नि हुन्छ ल अब यो जोन भन्नेलाई यसलाई पनि क्लास है यसलाई क्लास दिउँ र यो जोन भन्नेलाई हाम्रो फन्ट साइज अलिकति ठुलो बनाऊँ है यसको फन्ट साइज ठुलो बनाउनको लागि गर्नुपर्ने कुरा भनेको टेक्स्ट लेख्ने 2XL 5XL जति धेरै दिनुभयो त्यति ठुलो हुन्छ है हामीले चाहिँ यसमा XL दिउँ है त कत्रो हुन्छ XL दियो भने यत्रो भयो है अब यसलाई फन्टको वेट हुन्छ नि फन्टको वेट चाहिँ यसरी दिन्छ यहाँनिर चाहिँ है मिडियम लाइट एक्स्ट्रा बोल्ड कति बनाउने है हामीले चाहिँ बोल्ड गर्छौँ यसरी होभर गर्दै पनि हेर्नु होला है फन्ट वेट ओके 700 छ TXL भनेको कति हो फन्ट साइज 20 पिक्सल साथसाथै यसले लाइन हाइट पनि दिएको रहेछ ओके 1.4 दिएको रहेछ यो र यो टेक्स्ट अलिकति डार्क भयो जस्तो भयो यसको कलर चाहिँ अलिकति ग्रे जस्तो बनाऊँ है टेक्स्ट ग्रे गर्नुभयो भने पनि हुन्छ है अलिकति ग्रे 800 जति गरौँ त अझै घटाउँ है थोरै 700 ल थोरै घट्यो है त अब यो युएल आइटमहरूलाई दिउँ है त यसको एकदमै सजिलो छ यसलाई चाहिँ हाम्रो हेर्नुहोस् है त अब फ्लेक्स बक्समा मलाई ग्याप चाहियो है ग्याप भन्ने हुन्छ नि यसमा टेलविनमा पनि GAP ग्याप गरेर 2 गरिदिनु भयो भने ग्याप आयो है एकदमै इजी र यसको फन्ट पनि दिउँ मिडियम अलिकति फन्ट अनि टेक्स्ट पनि दिउँ यसलाई ग्रे 700 जस्तो दिउँ ल न्याप बार बनिहाल्यो र यो टेक्स्ट अलिकति ठुलो भयो जस्तो लाग्यो है अलिकति सानो बनाउनु छ भने टेक्स्ट 2XL हेर्दा ठुलो भयो है सानो जस्तै अब यसमा आएन अरे है अलिकति मलाई भने जस्तो आएन भने हो यो केसमा तपाईँले ChatGPT सोद्धा नै हुन्छ हैन जस्तै तपाईँलाई मलाई फन्ट साइज भन्ने थाहा छ तपाईँलाई टेलविनमा फन्ट साइज 12 कसरी बनाउने यसो कसरी बनाउने भनेर सबै ChatGPT गर्नुस् है कि त ChatGPT बाट सिक्दा पनि हुन्छ अथवा डक्समा आएर है डक्स पनि अलिअलि हेर्नुस् जस्तै मलाई फन्ट साइज है फन्ट साइजमा जानुस् ल यसले जे डिफाइन गरेको छ त्यो यसरी हुन्छ है XX भनेको 12 पिक्सल लैछ SM भनेको 14 है बेस LG XL 2XL 7 9XL सम्म छ अब तपाईले 10XL बनाउन पाउनु भएन है टेक्स्ट SM अलिकति स्मल ल पर्फेक्ट ग्याप अलिकति बढाम है अलिकति थोरै भयो जस्तो लाग्यो ल अब हाम्रो यो लिंकमा होभर राखौं है होभर राख्ने तरिका चाहिँ टेलविनमा यस्तो हो href f यसको चाहिँ एउटा लिंक यो गर्दिउँ र अगेन क्लास अब यसलाई होभर राख्नलाई होभर टाइप गर्ने होभर एन्ड देन कोलन है होभर हुँदाखेरि के गर्ने त मैले टेक्स्टको कलर चेन्ज गर्नु मन लाग्यो रे स्काईलाई राख्दिउँ 600 है यो कलर होभरमा स्काई भयो है र यिनीहरु यहाँ सबैलाई मैले त्यही गर्दिन्छु है त पर्फेक्ट भयो है त ल अब यहाँनिर मैले एउटा कुरा मिस्टेक गरिसकेको छु तपाईले थाहा पाउनु भयो कि भएन है यसलाईमा यसरी उस दिदैन है href दिदैन मैले चाहिँ यिनीहरु लिंकलाई अलवेज ए ट्याग भित्र हाल्नु पर्छ
है। ए ट्यागभित्र अबाउट भनेर यो कुरालाई हामीले लेख्नुपर्छ ए ट्यागभित्र। ल मैले करेक्ट गरिहालेँ है त। अब यो कुरालाई मैले कपी सेम तपाईहरु पनि सच्याउनुहोस् होला है। अबाउटलाई गरिदिनुस् स्किल्स प्रोजेक्ट्स र कन्ट्याक्ट यिनीहरू फाल्दिनुस्। ल भयो है। यसरी तपाईको कर्सर यसरी पोइन्टर आउनुपर्छ कि त्यो पोइन्टर आएको थिएन, त्यही भएर मैले थाहा पाइहालेँ यहाँ मैले समथिङ रङ गरेको रहेछु भनेर। ल अब हेरौँ टेलविनको एकदमै खतरा फिचर है। यसको नाम चाहिँ छ रेस्पोन्सिभ है। टेलविनमा रेस्पोन्सिभ गर्न एकदमै सजिलो छ है। प्लेन सीएसएसमा मिडिया क्वेरी के गर्नुपर्छ नि त हैन। यसमा एक सर्टमै हुन्छ क्या। यो चाहिँ बबाल फिचर छ यसको चाहिँ है। सो त्यसको लागि चाहिँ म फर्स्टमा के गर्छु भन्दाखेरि जस्तै यो सानो बनाउने बेलामा अब यत्रो स्क्रिनमा मलाई यो हाइड गरेर यहाँनिर एउटा मेनु भन्ने बटन राख्न मन लाग्यो। यो न्याबहरू सानोमा त हुन्न यति है। सानो स्क्रिनमा त यसो न्याबहरू आइटमहरू त देखाइँदैन। त्यही भएर यहाँ जान्छु। फर्स्टमा म एउटा युएलको तल है, युएलको तल एउटा बटन बनाउँछु र बटनमा लेख्छु मेनु र मेनुलाई नि क्लास दिन्छु। यसलाई दिनुहोस् तपाईले बोर्डर दिनुहोस् है। बोर्डर दिनुहोस् त के गर्छ यसरी बोर्डर हालिदिन्छ। भेरी नाइस। होभर गर्नुहोस् त बोर्डर भने स्टाइल हालेको रहेछ। बोर्डर विथ 1 पिक्सल यसले बाई डिफल्ट दिने रहेछ। बोर्डर राख्नु भएपछि बोर्डरको कलर पनि अलिकति बोर्डरको कलर दिने तरिका चाहिँ बोर्डर एन्ड देन कलर। कलरहरू आइहाल्यो नि। म चाहिँ ग्रे दिन्छु र 400 दिन्छु है त कस्तो देखिन्छ। ल ठिकै छ 400 दिएँ र अब यसमा यसको टेक्स्ट चाहिँ अलिकति सानो बनाइदिन्छु। फन्टलाई बनाइदिन्छु मिडियम है त। अब यसलाई प्याडिङ दिन्छु है त। यसको पीवाईलाई दिन्छु म 1 है। यहाँनिर हेर्नुहोस् त 1.5 पनि देखेँ मैले। पीवाई 1.5 पनि रहेछ अलरेडी डिफाइन। ल 1.5 र px होरिजेन्टली मैले दिन्छु 3 है। नाइस बटन भयो। र यसमा तपाईलाई यस्तो बोर्डर रेडियस सीएसएसमा जुन बोर्डर रेडियस भन्ने हुन्छ नि त्यो दिनको लागि चाहिँ लेख्नुपर्छ राउन्डेड है। राउन्डेड एक्सएक्स यहाँनिर छ टन्नै है। अब तपाईले बोर्डर रेडियस अब यसरी सर्च गर्ने के। तपाईलाई बोर्डर रेडियस त थाहा छ तर टेलविनमा कसरी लेख्ने त थाहा छैन नि त। मलाई त यो सबै थाहा भएर मैले लेखिरहेको छु। सुरुमा थाहा हुँदैन। यो बिस्तारै टेलविनको प्रोजेक्टहरू गएपछि यो सबै कन्ठ हुन्छ क्या। सो सुरुमा आत्तिनु भएन है। डक्स आउँदै हेर्दै अथवा च्याट जीपीटी सोध्दै गर्नु पर्यो। यहाँनिर बोर्डर रेडियस छ। ल हेर्नुहोस् त राउन्डेड बोर्डर रेडियसलाई बोर्डर एक्सेस गरेर हुँदैन कि। यसले जे डिफाइन गरेको त्यही गर्नु पर्यो। सो हाम्रो गोल भनेको सीएसएसमा टेलविनले सर्टकटमा कुन की छ त्यो कन्ठ पार्नु भनेको हो कि टेलविन सिक्नु भनेको। राउन्डेड भनेर बनाएर चाहिँ यसले ओके राउन्डेड एक्सएस गरिदिनु त भेरी स्मल एक्सएस है। एलजी गर्यो भने चाहिँ ल यस्तो भयो। एलजी अलि राम्रो देखिएन है। एमडी भनेको चाहिँ 6 पिक्सल दिनु छ भने चाहिँ यस्तो भयो। ल अब मलाई के चाहियो भन्दाखेरि है सुरुमा यो चाहिँ ठुलो स्क्रिनमा यो देखाउने सानो स्क्रिनमा यो देखाउने है। सो यो अहिले ठुलो स्क्रिन छ। सो बाई डिफल्ट यसलाई मैले के गर्छु भन्दाखेरि यसलाई हाइड गर्नु पर्यो है यसलाई। ल यो बटनलाई ठुलो स्क्रिनमा देखाउनु भएन नि त है। त्यही भएर एमडी अनि कोलन अनि हिडन गरिदिनु भयो भने डिस्प्ले हिडन हुन्छ नि सीएसएसमा त्यो कुरा हो कि यो भनेको। हिडन गरेपछि हाइड हुन्छ है। यसमा तपाईँले ओभर गर्नुभयो भने ल हेर्नुहोस् त मिडिया क्वेरी नै युज गरेको कि यसले पनि। मिडिया क्वेरी यो भन्दा यो भयो भने डिस्प्ले चाहिँ नन गर्दै भनेको छ। तपाईले टेलविनको यो रेस्पोन्सिभ डिजाइन भन्ने सेक्सनमा गएर यसको बारेमा डिटेलमा हेर्न सक्नुहुन्छ। ल यसले एसएम एलजी यसरी कत्रो स्क्रिनको लागि अलरेडी यो ब्रेक पोइन्ट भनेर डिफाइन गरिदिएको छ कि। सो यो ब्रेक पोइन्टमा हामीले कोलन लगाउने अनि त्यसपछि आफूलाई जे स्टाइल दिन मन छ त्यो गर्ने। अब यसले के भन्छ भने एमडी भनेको के हो है। एमडी भनेको तपाईँको यहाँनिर छ
सबैमा यही हुन्छ क्या साथीहरू। जस्तै टेक्स्टको फन्ट साइजहरू यस्तो यस्तो कलरहरूमा सबैमा एसएम एमडी एलजी एक्सएल यही प्याटर्नमै खेल्छ क्या है। सो एमडी भनेको के हो भन्दाखेरि 768 पिक्सलको डिभाइस है। 78 अनि यो भयो भने चाहिँ एसएम भनेको चाहिँ 640। सिमिलरली यहाँनिर पिक्सल छ नि। सो यसले के भन्यो भन्दाखेरि जब हाम्रो एमडी हिडन है, जब एमडी भनेको 768 पिक्सलभन्दा माथि चाहिँ त्योभन्दा माथिको स्क्रिनमा चाहिँ यो सेक्सनलाई डिस्प्ले नन गरिदे भन्यो हो नि त होइन त। ल अहिले त 7 भन्दा उयो त ठुलो छ है। अब हेर्नुहोस् है त, अहिले सानो गर्दै 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 जाम 768। ल 7 जब 768 आयो तब चाहिँ यो भिजिबल भयो है, त्योभन्दा माथि है। यसमा सुरुमा अलिअलि कन्फ्युज हुन्छ। 768 भन्दा माथिलाई चाहिँ डिस्प्ले नन गरेको छ। वेयरएज अब 768 भन्दा तल यसलाई चाहिँ के गर्नु पर्यो, यसलाई पनि हाइड गर्नु पर्यो नि त है। सो यसलाई के गर्नु पर्यो भन्दाखेरि युएललाई होइन, ओके युएललाई हामीले गर्नु पर्यो हिडन। बाई डिफल्ट हिडन गर्ने बित्तिकै हाइड भयो है। यो चाहिँ हिडन गर्न पर्यो र यो फ्लेक्सको अगाडि एमडी गरिदिनुहोस् त। ल ल है, सुरुमा अलिकति झुकिन सक्छ। अब यसले के भन्यो भन्दाखेरि बाई डिफल्ट हाइड हुन्छ, तर जब एमडी भनेको 768 तपाईँले इन्सपेक्ट गरेर पनि हेर्न सक्नुहुन्छ है। यहाँबाट यसरी हेर्नुहोस् अझै क्लियर हुन्छ। यहाँनिर हेर्नुहोस् है त, जब 768 हुन्छ यो हेर्नु बढ्यो घट्यो 768 पिक्सल भयो नि। ल जब 768 पिक्सल हुन्छ नि त्योभन्दा माथि चाहिँ फ्लेक्स भई, योभन्दा माथि अलवेज रेस्पोन्सिभ भनेको यहाँ योभन्दा माथि। ल हेर्नुहोस् त, यो कन्डिसन म्याच भएन त। 768 भन्दा माथि चाहिँ डिस्फ्लेक्स गर भनेको। 768 भन्दा माथि, 768 भन्दा माथि छ नि त यो। अहिले कति छ यो? यो छ तपाईँहरूको 1000 हुन्छ। 768 भन्दा ठुलो हो नि त 1000 कति। त्यही भएर के गर, फ्लेक्स गरिदे। फ्लेक्स गर्ने बित्तिकै यो भिजिबल हुन्छ। तर त्योभन्दा तल चाहिँ त्यसलाई हाइड गरिदे भनेको छ है। अब 768 माथि चाहिँ यो मिल्यो, फेरि त्योभन्दा अर्को यसको ठ्याक्कै अपोजिटमा चाहिँ यो मिल्यो क्या है। यो एमडी 768 भन्दा माथि चाहिँ त्यसलाई हाइड गरिदे भनेको छ। सो यो र यो हेर्नुभयो भने ठ्याक्कै उल्टो हुन्छ क्या है। अलराइट साथीहरू, हामीले हाम्रो वेबसाइटको हेडर सेक्सन बनाइसकेका छौँ है। सो यसमा फ्यु टेलविन क्लासेसहरू हामीले हेऱ्यौँ है। बिस्तारै अब वेबसाइट बनाउँदै जाँदाखेरि अब यहाँनिरको सबै त म कम्प्लिट गर्न सक्दिनँ, तर मोस्ट अफ द इम्पोर्टेन्ट के छ त त्यसको बारेमा म भन्दै गर्छु। सो बिस्तारै बुझ्दै जानुहुन्छ। एउटा दुइटा यिनीहरू बुझे बित्तिकै अब अरू चाहिँ कस्तो रहेछ भने तपाईँ आफैले पनि थाहा पाइसक्नुभयो होला है। सर ओभरफ्लो भनेको यो रहेछ, यस्तो रहेछ भनेर। सो बिस्तारै हामी वेबसाइट बनाउँदै यिनीहरूको बारेमा पनि हेर्दै जान्छौँ। म तपाईँलाई नेक्स्ट एपिसोडमा भेट्छु। त्यति दिनको लागि आफ्नो ख्याल राख्नु होला। बाई बाई।